नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई यस युट्युब च्यानल सजिलो शिक्षा गोरखामा। म मनोज मुखिया। आजको यस भिडियोमा शिक्षक सेवा आयोगद्वारा लिने अध्यापन अनुमति पत्र, शिक्षक लाइसेन्सको तह मावि र निमाविको लागि मैले सेट 60 लिएर आज उपस्थित भइसकेको छु। यसमा पूर्णाङ्क चाहिँ 100 हुन्छ भने उत्तीर्णाङ्क चाहिँ 50 राखिएको हुन्छ। यदि तपाई पनि माध्यमिक तह अथवा निम्न माध्यमिक तहको शिक्षक लाइसेन्सको तयारी गर्दै हुनुहुन्छ भने कृपया यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। यो भिडियो मैले एकदम सम्भावित प्रश्न उत्तरहरू तपाईहरुको लागि तयार पारेको छु। यसमा समय चाहिँ 1 घण्टा हुन्छ। सेट चाहिँ तयार पारिएको मिति 2083 साल असारको महिना 7 गते आज आइतबारको दिन रहेको छ। मैले अघि नै पूर्णाङ्क र उत्तीर्णाङ्कको बारेमा बताइसकेको छु र यसमा तपाईले 25 वटा प्रश्नको हैन 25 वटा प्रश्नको सही जवाफ दिनुभयो भने तपाई सफल हुनुहुन्छ। यसमा कुनै पनि प्रश्नको गलत जवाफ दिए बापत अंक कटा हुँदैन। 50 वटा प्रश्न मध्ये तपाईले 25 वटा प्रश्नको मात्र सही जवाफ दिनुभयो भने तपाई सफल हुनुहुन्छ। हेलो साथीहरु, ढिलो नगरिकन सुरु गरौँ आजको भिडियो। प्रश्न नम्बर 1 बाट नेपालको संविधान 2072 को धारा 51 को राज्यका नीतिमा उच्च शिक्षालाई कस्तो बनाउने नीति लिएको छ है? व्यावहारिक जीवन उपयोगी र रोजगारमूलक, सेवामूलक र सिपमूलक, सहज गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजाने र डी माथिका सबै। ल एकैछिन अनुमान गर्नुस् त सबै सर म्याडमहरु। ओके, प्रश्न नम्बर 1 को सही जवाब हुन्छ सी नम्बरको विकल्प, सहज गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजाने है। उच्च शिक्षालाई सहज गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजाने। ल प्रश्न नम्बर 2 मा जानुभन्दा अगाडि धारा 51 राज्यका नीतिहरुमा 13 वटा राज्यका नीतिहरु रहेका छन्, जस अन्तर्गत नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति 4 वटा रहेका छन्। ती 4 वटा नीतिहरु सर म्याडमहरु स्क्रिनशट गरेर अथवा कापीमा सारेर अनिवार्य पढ्नु होला है। यहाँबाट प्रश्न आउन सक्ने सम्भावना एकदम बढिरहेको छ है सर म्याडमहरु। ल 1 नम्बरमा रहेको छ, शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सिपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने। 2 मा शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने। 2 मा उच्च शिक्षालाई सहज गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजाने। 4 मा नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने नागरिक आधारभूत आवश्यकता सम्बन्धी नीति रहेको छ। प्रश्न नम्बर 2, प्रारम्भिक बाल विकासको शिक्षमता तलका मध्ये कुन पर्दैन है? प्रारम्भिक बाल विकासको शिक्षमतामा तलका मध्ये कुन पर्दैन? ए आधारभूत गणितीय अवधारणा सिपको विकास र प्रयोग, बी सृजनात्मक सोचको विकास, सी भाषिक तथा सञ्चार सिपको विकास, डी व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन। सबै सर म्याडमहरु मैले यसमा भएका सबै प्रश्न उत्तरको व्याख्या गरेको छु। तपाईहरुले यो भिडियो मन परेमा लाइक गरिदिनु होला र तपाई यदि यस युट्युब च्यानल सजिलो शिक्षा गोरखामा पहिलो पटक आउनु भएको छ भने कृपया यस युट्युब च्यानललाई अवश्य सब्स्क्राइब गरिदिनु होला। यदि फेसबुक पेज र टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो चाहिँ गर्न नबिर्सनु होला है सर म्याडमहरु। ओके, प्रश्न नम्बर 2 को सही जवाब हुन्छ ए नम्बरको विकल्प चाहिँ पर्दैन है। आधारभूत गणितीय अवधारणा सिपको विकास र प्रयोग गर्ने चाहिँ पर्दैन है। प्रारम्भिक बाल विकास र शिक्षाको क्षमता है। 1 नम्बरमा सार्वजनिक विकासका क्रियाकलापमा संलग्नता। 2 नम्बरमा पोषणयुक्त खाना र स्वस्थकर बानी विकास। 3 मा व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन। 4 मा सरसफाई र सामाजिक बानी व्यवहारको अवलम्बन। 5 मा सृजनात्मक सोचको विकास र 6 मा भाषिक तथा सञ्चार सिपको विकास रहेको छ। प्रश्न नम्बर 3 तिर लागौं। शिक्षक सेवा आयोगको काम, कर्तव्य र अधिकार भित्र कुन चाहिँ पर्दैन? शिक्षकका सेवा सुविधा निर्धारण गर्ने, अध्यापन अनुमति पत्रको पाठ्यक्रम विकास गर्ने, शिक्षक आन्तरिक बढुवाका लागि सिफारिस गर्ने, उजुरी परेको अवस्थामा बाहेक परीक्षा सम्बन्धी कागजात 1 वर्षपछि धुल्याउने। ल कुन चाहिँ पर्दैन? एकैछिन अनुमान गर्नुहोस् त। ल प्रश्न नम्बर 3 को सही जवाब हुन्छ ए नम्बरको विकल्प, शिक्षकका सेवा सुविधा निर्धारण गर्ने चाहिँ विषयमा पर्दैन है। शिक्षक सेवा आयोगको काम कर्तव्य अन्तर्गत शिक्षकका सेवा सुविधा सम्बन्धी सल्लाह तथा सुझाव हैन, सल्लाह र सल्लाह दिने हैन, सल्लाह दिने काम चाहिँ शिक्षक सेवा आयोगको रहेको छ। मन्त्रालयलाई सल्लाह दिने, सुझाव दिने काम रहेको छ, तर निर्धारण गर्ने चाहिँ होइन है। निर्धारण गर्ने चाहिँ होइन। प्रश्न नम्बर 4, इन्चोन घोषणाका 5 मुख्य क्षेत्रभित्र नपर्ने तलका मध्ये कुन हो? इन्चोन घोषणाको 5 वटा क्षेत्र रहेको छ, त्यो मुख्य क्षेत्रमा कुन चाहिँ पर्दैन? शिक्षाको
अधिकार, गुणस्तरीय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र डी समतामूलक शिक्षा। एकैछिन अनुमान गर्नुहोला। प्रश्न नम्बर 4, प्रश्न नम्बर 4 को सही जवाब के हुन्छ? ओके साथीहरू, प्रश्न नम्बर 4 को सही जवाब हुन्छ प्राविधिक तथा व्यावसायिक शिक्षा चाहिँ पर्दैन है। इन्चोन घोषणाका 5 मुख्य विषयहरू शिक्षाको अधिकार, राइट टु एजुकेसन, क्वालिटी एजुकेसन्स, इन्क्लुसिभ एजुकेसन्स, इक्वालिटी इन एजुकेसन्स, लाइफ लङ लर्निङ, सबै कुराहरू यो कापीमा सार्नु होला। प्रश्न नम्बर 5, लैङ्गिक समताले तलका मध्ये कुन पक्षलाई प्रतिनिधित्व गर्दछ? महिला र पुरुषमा समान अधिकार प्रदान, पुरुषलाई प्रदान गरिएको केही अधिकार महिलालाई प्रदान गर्नु, महिलाको सशक्तिकरणका लागि सकारात्मक विभेद र आरक्षणका रणनीति अपनाउनु र डी माथिका सबै। लैङ्गिक समताले तलका मध्ये कुन पक्षलाई प्रतिनिधित्व गर्दछ भने महिला है। सी नम्बरको विकल्प करेक्ट रहेको छ। महिलाको सशक्तिकरणका लागि सकारात्मक विभेद र आरक्षणका रणनीति अपनाउनु करेक्ट रहेको छ। प्रश्न नम्बर 6, बालमित्री विद्यालय राष्ट्रिय प्रारूपले शिक्षामा लैङ्गिक पक्षको कतिवटा सूचक निर्धारण गरेको छ? बालमित्री विद्यालय राष्ट्रिय प्रारूपले शिक्षामा लैङ्गिक पक्षको कतिवटा सूचक चाहिँ निर्धारण गरेको छ भने 11वटा है। 11वटा सूचक निर्धारण गरेको छ। न्यूनतम मापदण्ड संख्या 149 र अपेक्षित मापदण्ड संख्या चाहिँ 152 रहेको छ है। 152 बुझ्नु ल। प्रश्न नम्बर 7, सङ्कट समाधानका चरणहरूको क्रम कुन ठिक छ? सङ्कट समाधानका चरणहरूको क्रम कुन ठिक छ? चेतावनी, तयारी, दुर्घटना रोकथाम, पुनर्स्थापन हैन संगठन। तयारी, चेतावनी, दुर्घटना रोकथाम, पुनर्स्थापना र संगठन। पुनर्स्थापना, संगठन, चेतावनी, तयारी, दुर्घटना रोकथाम, दुर्घटना रोकथाम, पुनर्स्थापन, संगठन, चेतावनी र तयारी। ल एकैछिन अनुमान गर्नु सबै सर म्याडमहरु। ओके, ए नम्बरको विकल्प करेक्ट रहेको छ है। सबभन्दा पहिला चेतावनी, त्यसपछि तयारी, दुर्घटना रोकथाम, पुनर्स्थापना र संगठन चाहिँ करेक्ट रहेको छ है। ल प्रश्न नम्बर 8, which of the following learning theory focuses on providing feedback and planned learning? ल classical conditioning theory, operant conditioning theory, insightful learning theory, trial and error theory। एकैछिन अनुमान गर्नु सबै सर म्याडमहरु। ओके साथीहरु, प्रश्न नम्बर 8 को करेक्ट आन्सर हुन्छ बी नम्बरको विकल्प ओपेरेन्ट कन्डिसनिङ थ्योरी चाहिँ करेक्ट रहेको छ है। कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त यसलाई भन्ने गरिन्छ। यसका प्रतिपादक चाहिँ बीएफ स्किनर हुन् है। बीएफ स्किनर। प्रश्न नम्बर 9 मा जानुभन्दा अगाडि ट्रायल एन्ड एरर थ्योरीको मुख्य उद्देश्य प्र्याक्टिस रिडिनेस इफेक्ट रहेको छ। क्लासिकल कन्डिसनिङ थ्योरीको एसआरआर चेन एन्ड मेकानिकल लर्निङ रहेको छ। इन्साइटफुल लर्निङ थ्योरीलाई लजिकल लर्निङ अथवा अब्जर्भेसन्स एन्ड पर्सेप्सन्स भन्ने गरिन्छ है। प्रश्न नम्बर 9, मानव विकासको अध्ययन गर्ने विधि मध्ये कुन विधिले बालबालिकाहरूको प्रतिनिधित्व अध्ययनलाई निर्देशित गर्दछ? घटना अध्ययन, लम्बी अध्ययन, क्षितिजीय विधि अध्ययन, क्षितिजीय विधि र मिश्रित विधि। मानव विकासको अध्ययन गर्ने विधि मध्ये कुन विधिले बालबालिकाहरूको प्रतिनिधिमूलक अध्ययनलाई निर्देशित गर्दछ? ओके, क्षितिजीय विधि रहेको छ है। सी नम्बरको विकल्प करेक्ट रहेको छ। मैले यहाँ मानव विकासका अध्ययनका विधिहरू हैन, लम्बिय विधि र क्षितिजीय विधि मैले उल्लेख गरिदिएको, सबैजना पढ्नु होला हैन। यसका प्रतिपादक, प्रवर्तक हैन, प्रतिपादक र यसका विशेषताहरू तपाईहरु भिडियोले रोकेर स्क्रिनशट गरेर पढ्नु होला है सर म्याडमहरु, एकदम आवश्यक रहेको छ है साथीहरु। ल प्रश्न नम्बर 10, प्रश्न नम्बर 10 पढ्नुभन्दा अगाडि सर म्याडमहरु, यदि तपाई पनि शिक्षक लाइसेन्सको 60 वटा पीडीएफहरु हैन, 60 वटा पीडीएफहरु तपाईहरु मात्र 100 रुपैयाँमा पढ्न सक्नुहुन्छ। तल सो भइरहेको WhatsApp नम्बर 9809192633 मा सम्पर्क गर्नु होला। मात्र 100 रुपैयाँमा तपाईले एकदम समसामी तथा बीबीआई क्वेशनहरु समावेश गरिएको 60 वटा पीडीएफहरु पढ्न सक्नुहुन्छ। तल देखाइएको WhatsApp नम्बर 9809192633 मा सम्पर्क गर्नु होला है। ल प्रश्न नम्बर 10, उत्तर बाल्य अवस्थाको विशेषतामा तलका मध्ये कुन पर्दैन? ल समायोजनको उमेर, जिज्ञासु उमेर, अनुकरण गर्ने उमेर, सृजनशील र बाल समूहको उमेर। उत्तर बाल्यावस्थाको विशेषता तलका मध्ये कुन होइन, कुन हो भनेको छ है।
कुन हो भनिएको छ है सर म्याडमहरु। ओके, डी नम्बरको विकल्प करेक्ट रहेको छ। सृजनशील र बाल समूहको उमेर चाहिँ करेक्ट रहेको छ है। डी नम्बरको विकल्प करेक्ट रहेको छ। Which of the following is not an element of socializations? ल socializations को तलका मध्ये कुन चाहिँ तथ्य होइन है? ल्याङ्ग्वेज, लभ एन्ड बिलोङ्गिङनेस, सोशल इन्टरेक्सन्स र सोशल मिडिया एन्ड सोसाइटी। ओके, सोशल मिडिया एन्ड सोसाइटी चाहिँ रहेको छैन है। ल इलिमेन्ट्स अफ सोसियलाइजेसन्स एन्ड एजेन्सी अफ सोसियलाइजेसनको बारेमा तपाईहरु पढ्नु होला। प्रश्न नम्बर 12, विद्यालय सुधार योजना कस्तो प्रकृतिको आवधिक योजना हो? वार्षिक, मासिक, पञ्चवर्षीय र 10 वर्षीय है। 10 वर्षीय। ल एकैछिन अनुमान गर्नु सबै सर म्याडमहरु। ओके, प्रश्न नम्बर 12 को करेक्ट आन्सर हुन्छ सी नम्बरको विकल्प पञ्चवर्षीय आयोजना रहेको छ। विद्यालय सुधार योजना पञ्चवर्षीय योजना हो। प्रत्येक वर्ष अध्यावधि गरिने, प्रधानाध्यापकद्वारा शिक्षक विद्यालय व्यवस्थापन समिति तथा सरकारवालाको समन्वयमा तयार गरिने, शैक्षिक सत्र सुरु भएको 2 महिनाभित्र तयार गर्ने गरिन्छ। खाका 5 भागमा विभाजित गरिएको छ है। यसको खाका चाहिँ 5 भागमा विभाजित गरिएको छ। प्रश्न नम्बर 13, विद्यालय सामाजिक मापदण्ड 2078 बमोजिम गठन हुने प्राविधिक उपसमितिमा दिएका मध्ये कसको प्रतिनिधित्व रहँदैन? प्रधानाध्यापक, छिमेकी विद्यालयको शिक्षक, प्रधानाध्यापकले तोकेको शिक्षक, समितिले तोकेको विज्ञ। कुन चाहिँ रहँदैन? विद्यालय सामाजिक परीक्षण मापदण्ड 2078 अनुसार। ओके, प्रश्न नम्बर 13 को करेक्ट आन्सर हुन्छ ए नम्बरको विकल्प प्रधानाध्यापक रहने व्यवस्था छैन है। ल प्रश्न नम्बर 14, शिक्षकलाई तालिमका लागि कसले सिफारिस गर्दछ? सिफारिस भनिएको छ। शिक्षकलाई तालिमका लागि कसले सिफारिस गर्दछ? स्थानीय शिक्षा हेर्ने प्रमुख विद्यालय निरीक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख र शिक्षक अभिभावक संघ। ओके, स्थानीय शिक्षा हेर्ने प्रमुख है विद्यालय निरीक्षक त्यसले भन्ने गरिन्छ। सिफारिस गर्ने काम विद्यालय निरीक्षक हो। हाल विद्यालय निरीक्षकको कार्य स्थानीय तहको शिक्षा हेर्ने प्रमुखले गर्दछ। शिक्षकलाई तालिमका लागि विद्यालय व्यवस्थापन समितिले छनौट गर्छ भने सिफारिस चाहिँ शिक्षा शाखा प्रमुखले गर्ने गर्दछ। प्रश्न नम्बर 15, शिक्षकका 8 क्षमताहरूमध्ये कार्यमूलक अनुसन्धानले शिक्षकको कुन क्षमताको विकास गर्ने गर्दछ? ल सञ्चार तथा सहकार्य, शिक्षण सिकाइका तौर तरिका सम्बन्धी ज्ञान, विषय वस्तुको ज्ञान र निरन्तर सिकाइ र पेशागत विकास। ओके, निरन्तर सिकाइ र पेशागत विकासको प्रतिनिधित्व गर्ने गर्दछ। शिक्षकका 8वटा क्षमताहरू रहेको छ सर म्याडमहरु। शिक्षकका 8 क्षमताहरू हैन, बीसी बासी शनि कासु सूत्र रहेको छ। बीसी बासी शनि कासु तपाईहरु पढ्नु होला है। सबभन्दा सुरुको क्षमता चाहिँ विषय वस्तु ज्ञान रहेको छ भने सबभन्दा अन्तिम क्षमता सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ज्ञान रहेको छ। प्रश्न नम्बर 16, स्वप्रतिबिम्बात्मक सिकाइले केलाई जनाउँदछ? स्वप्रतिबिम्बात्मक सिकाइले केलाई जनाउँदछ? स्वप्रयत्नमा आधारित सिकाइलाई, गरेर सिक्ने सिकाइ वातावरणलाई, स्वमूल्याङ्कन गरी सिक्ने सिकाइलाई, खोज र क्षेत्र कार्यमा आधारित सिकाइलाई। ओके, प्रश्न नम्बर 16 को सही जवाब हुन्छ स्वमूल्याङ्कन गरी सिक्ने सिकाइले है। स्वमूल्याङ्कन गरी सिक्ने सिकाइलाई स्वप्रतिबिम्बात्मक सिकाइ भन्ने गरिन्छ। प्रश्न नम्बर 17, गुणस्तरीय शिक्षाका सूचक मध्ये लगानी सूचकमा नपर्ने देखाएका मध्ये कुन सूचक हो? पारदर्शिता र जवाबदेहिता, पाठ्यक्रम, क्षमता विकास, शैक्षणिक सामग्री। ओके, प्रश्न नम्बर 17 को सही जवाब हुन्छ पारदर्शिता र जवाबदेहिता है। पारदर्शिता र जवाबदेहिता चाहिँ पर्दैन है। देखाएका मध्ये कुन सूचक हो? नपर्ने सूचक भनेको छ भने पारदर्शिता र जवाबदेहिता। नेपालमा गुणस्तरीय शिक्षाका सूचकहरू लगानी सूचक, प्रक्रिया सूचक र उत्पादक सूचक रहेको छ। उत्पादन सूचक रहेको छ। तपाईहरु स्क्रिनशट गरेर अथवा कापीमा सारेर हैन लगानी सूचक अन्तर्गत के पर्छ? शिक्षक विद्यार्थी समय पाठ्यक्रम, भौतिक पूर्वाधार, शैक्षणिक सामग्री, क्षमता विकास र स्रोत साधन रहेको छ भने प्रक्रिया सूचक र उत्पादन सूचक तपाईहरु पढ्नु होला।
युनिसेफका अनुसार शैक्षिक गुणस्तरका पक्षहरूमा नपर्ने तलका मध्ये कुन हो? सिकारु, गुणस्तरीय सिकाइ वातावरण, समकालीन समाज, गुणस्तरीय पाठ्यवस्तु। युनिसेफका अनुसार शैक्षिक गुणस्तरका पक्षहरूमा नपर्ने तलका मध्ये कुन पक्ष हो सोधिएको छ भने समकालीन समाज चाहिँ पर्दैन है, समकालीन समाज पर्दैन। युनिसेफका अनुसार शैक्षिक गुणस्तरका 5 पक्षहरू सिकारु, गुणस्तरीय सिकाइ वातावरण, गुणस्तरीय पाठ्यवस्तु, गुणस्तरीय प्रक्रिया र गुणस्तरीय उपलब्धि रहेको छ। प्रश्न नम्बर 19 दिगो विकासको लक्ष्य 2087 अन्तर्गत शिक्षाको विश्वव्यापी सूचकहरू कतिवटा निर्धारण गरिएको छन् है? कतिवटा सूचकहरू हैन विश्वव्यापी सूचकहरू निर्धारण गरिएका छन्। प्रश्न नम्बर 19 को सही जवाब हुन्छ 11 वटा है। डी नम्बरको विकल्प करेक्ट रहेको छ। दिगो विकासको लक्ष्य शिक्षामा 2087 सम्म हैन सन् 2030 सम्म जम्मा लक्ष्य चाहिँ 17 वटा रहेको छ। एसडीजी को हैन दिगो विकास लक्ष्यको लक्ष्यहरू 17 वटा रहेको छ। त्यस्तै शिक्षा सम्बन्धी गन्तव्य 7+3 = 10 वटा रहेको छ भने विश्वव्यापी सूचक 11 बाट रहेको छ। लक्ष्य नम्बर 4 मा शिक्षासँग सम्बन्धित गुणस्तरीय शिक्षाको व्यवस्था गरिएको छ। सूचक चाहिँ 43 वटा, ऐच्छिक सूचक चाहिँ 32 वटा रहेको छ। यो कुराहरू पनि तपाईहरु राम्ररीसँग हेर्नु होला है सर म्याडमहरु। ल प्रश्न नम्बर 20 विद्यालय क्षेत्र सुधार योजना 2066 देखि 2072 को मूलभूत उद्देश्यहरू कतिवटा निर्धारण गरिएका छन्? ल एकैछिन अनुमान गर्नु सबै सर म्याडमहरु। एसएसआरपी को मूलभूत उद्देश्यहरू कतिवटा निर्धारण गरिएका छन्? ओके 3 वटा रहेका छन् है। ती 3 वटा के हुन् भने शिक्षामा सामान्विक पहुँचको सुनिश्चितता गर्नु, शिक्षामा गुणस्तर र सान्दर्भिकता सुधार गर्नु, आन्तरिक शिक्षमतामा सुधार गर्नु। प्रश्न नम्बर 21 विद्यालय सुशासनका आयामहरूमा तलका मध्ये कुन पर्दैन? राजनीतिक आयाम, आर्थिक तथा सामाजिक आयाम, व्यवस्थापकीय आयाम, अभिभावक सचेतनाको आयाम। ल विद्यालय सुशासनका आयामहरूमा तलका मध्ये कुन पर्दैन भनिएको छ भने तलका मध्ये अभिभावक सचेतनाको आयाम चाहिँ पर्दैन है। प्रश्न नम्बर 22 नेपालमा नागरिक वडापत्रको अनिवार्य प्रयोग कहिलेदेखि गरियो? ओके विक्रम सम्बन्ध 2061 सालदेखि है। नेपालमा नागरिक वडापत्रको अनिवार्य प्रयोग चाहिँ विक्रम सम्बन्ध 2061 सालदेखि गरिएको हो। नेपालमा नागरिक वडापत्रको प्रयोग 2056 बाट सुरु भएको तर अनिवार्य रूपमा नागरिक वडापत्रको प्रयोग 2061 बाट भएको हो। कानुनी रूपमा अनिवार्य सुशासन ऐन 2064 निर्माण भएपछि सुशासन नियमावली 2065 क्षतिपूर्ति सहितको नागरिक वडापत्रको प्रयोग तथा थालनी 2070 साल वैशाख 2 गतेबाट सुरु गरिएको। प्रश्न नम्बर 23 विकेन्द्रीकृत विद्यालय शासन प्रणालीको सबल पक्षमा तलका मध्ये कुन पर्दैन? सबल पक्ष सोधिएको छ। स्रोत र साधनको समुचित व्यवस्थापन, सरकारवालाको सक्रिय सहभागिता, स्थानीय आवश्यकताको सम्बोधन, स्थानीय कला र संस्कृति संरक्षणमा जोड। ओके कुन पर्दैन भने स्रोत र साधन है। स्रोत र साधनको समुचित व्यवस्थापन चाहिँ पर्दैन। सबल पक्ष र अबल पक्ष है। सबल पक्ष र दुर्बल पक्षहरू तपाईहरु पढ्नु होला। प्रश्न नम्बर 24 अभिलेख व्यवस्थापनको चक्र तलको मध्ये कुन सही छ? अभिलेख व्यवस्थापनको चक्र सोधिएको छ। चक्रमा तपाईको क्रिएशन्स, एडमिनिस्ट्रेशन्स, रिटेन्शन्स एन्ड डिस्पोजिसन चाहिँ रहेको छ है। ल सृजना, उपयोग, स्थानान्तरण र विनाश है डिस्पोजन। कक्षाकोठा व्यवस्थापनको सबैभन्दा संवेदनशील पक्ष तलका मध्ये कुन हो? मनोवैज्ञानिक व्यवस्थापन, बसाइ व्यवस्थापन, भौतिक व्यवस्थापन, भाषिक विविधता व्यवस्थापन। एकदम संवेदनशील भनिएको छ। संवेदनशीलमा सबभन्दा मनोवैज्ञानिक व्यवस्थापन है। मनोवैज्ञानिक व्यवस्थापन करेक्ट रहेको छ। प्रश्न नम्बर 26 तिर लागौं। सिकारुमा स्पष्ट अवधारणा निर्माण, दीर्घकालीन सिकाइ र जीवन उपयोगी ज्ञान र सिप निर्माण तलका मध्ये कुन शैक्षिक सामग्री बढी उपयोगी हुन्छ? ल एकैछिन अनुमान गर्नु त। मुद्रित सामग्री, प्रदर्शन सामग्री, श्रव्य सामग्री र श्रव्य दृश्य सामग्री। ओके डी नम्बरको करेक्ट रहेको छ श्रव्य दृश्य सामग्री है। श्रव्य दृश्य सामग्री रहेको छ। प्रश्न नम्बर 27
लुथर गुलिकका अनुसार व्यवस्थापनको कार्यक्षेत्र अन्तर्गत चौथो चरण कुन हो? चौथो चरणमा निर्देशन रहेको छ। ल चरणहरू हेर्नु होला। लुथर गुलिकका अनुसार व्यवस्थापनका कार्यक्षेत्रहरू हैन 7 वटा रहेका छन् है। पोस्ट कर्व पनि भन्ने गरिन्छ, यसलाई पोस्ट कर्व अंग्रेजी भन्ने गरिन्छ। यो कुराहरू पनि राम्ररी पढ्नु होला। प्रश्न नम्बर 28, ग्रामोफोन कस्तो प्रकारको शैक्षणिक सामग्री हो? मुद्रित हो, श्रव्य हो कि दृश्य हो कि श्रव्य दृश्य हो? ग्रामोफोन सोधेको छ। ग्रामोफोन चाहिँ श्रव्य है, यसबाट हामी मात्र सुन्न सक्छौं, देख्न सक्दैनौं। ल शैक्षणिक सामग्री एकदम तपाईको विवेक क्वेशन है सर म्याडमहरु। मुद्रितमा तपाईको पाठ्य पुस्तक, पाठ्यक्रम, शिक्षक निर्देशिका, शब्दकोश पर्छ। श्रव्यमा मात्र सुन्ने, जस्तैमा रेडियो, टेप रेकर्डर, ग्रामफोन, टेलिफोन, अडियो सिडी हैन। दृश्यमा मात्र देख्ने हैन, मात्र देख्ने प्रोजेक्टर, सवेत, कालोपाटी, तस्बिर, चार्ट, बुलेटिन बोर्ड रहेको छ भने श्रव्य दृश्यमा सुन्ने र देख्ने हैन। आँखाले देख्न पनि सक्ने, कानले सुन्न पनि सक्ने। भिडियो, नाटक, प्रोजेक्टर र ल्यापटपमा ल्यापटप सिनेमा रहेको छ। प्रश्न नम्बर 29, कक्षा 1-3 को एकीकृत पाठ्यक्रमले मूल्याङ्कनका तरिका 9 वटा प्रस्तुत गरेको छन् भने उपलब्धि स्तरलाई कति श्रेणीमा विभाजन गरिएको छ? कक्षा 1-3 को उपलब्धि श्रेणी सोधिएको छ। उपलब्धि श्रेणीलाई 4 श्रेणीमा विभाजन गरिएको छ है। प्रश्न नम्बर 29 को सही जवाब हुन्छ सी नम्बरको विकल्प। कक्षा 1-3 को सिकाइ उपलब्धि स्तर निर्धारण तपाईहरु हेर्नु होला है, हेर्नु होला, स्क्रिनशट गरेर पढ्नु होला है सर म्याडमहरु। ओके है। ल प्रश्न नम्बर 30 तिर लागौं। प्राथमिक शिक्षा पाठ्यक्रम कक्षा 1-3 2062 ले सामाजिक अध्ययन, शारीरिक शिक्षा र सृजनात्मक कलामा कति प्रतिशत स्थानीय विषयवस्तु समावेश गर्ने रणनीति लिएको छ? ओके 20% है, 20%। यो चाहिँ आयोगतिर पनि सोध्ने गरिन्छ सर म्याडमहरु। यो प्रश्नहरु कापीमा सार्नु होला, बीबीआई क्वेशन रहेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 बमोजिम प्रारम्भिक बाल विकासमा आधारभूत सिप र विषयगत सिप सिकाइका क्षेत्रलाई कति वार्षिक कार्य घण्टा निर्धारण गरिएको छ भने आधारभूत सिप र विषयगत सिपका लागि बी है 576 वार्षिक कार्य घण्टा निर्धारण गरिएको छ। आधारभूत सिप सिकाइका क्षेत्रको लागि 384 वार्षिक कार्य घण्टा, विषयगत सिप सिकाइ क्षेत्रको लागि 192 वार्षिक कार्य घण्टा र जम्मा चाहिँ 576 वार्षिक कार्य घण्टा भयो। मनोरञ्जन, खेल, त्यस्तै आराम र खाजा समयमा 256 वार्षिक कार्य घण्टा गरी कुल हैन प्रारम्भिक बाल विकासको लागि 832 वार्षिक कार्य घण्टा छुट्याइएको छ। प्रश्न नम्बर 32, राष्ट्रिय जनगणना 2078 बमोजिम सबैभन्दा बढी साक्षर भएको जिल्ला कुन हो? ल सबैभन्दा बढी साक्षर भएको जिल्ला चाहिँ काठमाडौँ रहेको छ है। ल काठमाडौँ एकदम सजिलो प्रश्न रहेका हुनाले मैले यसलाई स्क्रोल डाउन गरे। यो कुराहरु स्क्रिनशट गरेर पढ्नु होला है सर म्याडमहरु। प्रश्न नम्बर 33, तलका मध्ये शिक्षक केन्द्रित विधि कुन होइन? शिक्षक केन्द्रित विधि कुन होइन भनेको छ। शिक्षक केन्द्रित विधिमा कुन पर्दैन भने प्रदर्शनी विधि। प्रदर्शनी विधि चाहिँ विद्यार्थी केन्द्रित विधि हो है। प्रदर्शनी विधि चाहिँ विद्यार्थी केन्द्रित विधि रहेको छ। प्रश्न नम्बर 34, विद्यार्थी संख्या र शिक्षक संख्या कम भएको परिस्थितिमा कुन शिक्षण संगठन उपयुक्त हुन्छ? कक्षा शिक्षण, विषय शिक्षण, बहुकक्षा शिक्षण र मिश्रित शिक्षण। ओके सी नम्बरको विकल्प करेक्ट रहेको छ, बहुकक्षा शिक्षण है। बहुकक्षा शिक्षण एउटा कक्षा, एउटा शिक्षक र सबै विषय सबै कार्य घण्टा भने कक्षा शिक्षण। एकजना शिक्षक प्लस विभिन्न कक्षा प्लस एक वा तोकिएको विषय विषय शिक्षण। एकजना शिक्षक एउटा पिरियड प्लस विभिन्न कक्षा बहुकक्षा शिक्षण है। ल प्रश्न नम्बर 35, कार्यान्वयनमुखी एकाइ योजना कसले निर्माण गर्दछ? कार्यान्वयनमुखी एकाइ योजना सोधिएको छ। कार्यान्वयनमुखी एकाइ योजना कसले निर्माण गर्दछ भने विषय शिक्षकले है। विषय शिक्षकले निर्माण गर्ने गर्दछ। साथीहरु, यदि तपाई पनि शिक्षक सेवा आयोगद्वारा लिने अध्यापन अनुमति पत्रको 60 वटा सेटहरु पीडीएफमा पढ्न चाहनुहुन्छ भने तल देखाइएको व्हाट्सएप नम्बर हैन, तल देखाइएको व्हाट्सएप नम्बर 98091 92633 मा सम्पर्क गर्न सक्नुहुन्छ। मात्र 100 रुपैयाँमा तपाईहरु 60 वटा अध्यापन अनुमति पत्रको बीबीआई क्वेशनहरु राखिएको सेटहरु पढ्न सक्नुहुन्छ। ल प्रश्न नम्बर 36, मापनले केलाई जनाउँछ? मापनले केलाई जनाउँछ? अंक प्रदान गर्नु, ज्ञान र सिपको परीक्षण गर्नु, समग्र शैक्षणिक कार्यक्रमको लेखाजोखा गर्नु, पूर्व निर्धारित मापदण्डसँग लेखाजोखा गर्नु। ओके
प्रश्न नम्बर 36 को करेक्ट आन्सर हुन्छ ए नम्बरको विकल्प अङ्क प्रदान गर्नु चाहिँ मापन रहेको छ है। अङ्क प्रदान गर्नु मापन रहेको छ। लेटर ग्रेडिङ निर्देशिका 2078 अनुसार विद्यालय शिक्षामा लेटर ग्रेडिङ कार्यान्वयनको उद्देश्य तलका मध्ये कुन होइन? एबीसीडी मध्ये कुन चाहिँ होइन भनेको छ भने प्रश्न नम्बर 37 को करेक्ट आन्सर हुन्छ डी नम्बरको विकल्प यो चाहिँ होइन। तपाईहरु पढ्नु होला है सर म्याडमहरु। ल प्रश्न नम्बर 38 वस्तुनिष्ठताले केलाई जनाउँछ? मापदण्डमा आधारित परीक्षणको व्यापकतालाई, दुई वा दुई भन्दा बढी परीक्षणहरूका सहसम्बन्धलाई, अङ्कमा एकरूपता र स्थिरतालाई। वस्तुनिष्ठताले केलाई जनाउँछ भने अङ्कमा हैन अङ्कनमा एकरूपता र स्थिरतालाई वस्तुनिष्ठताले जनाउँछ। प्रश्न नम्बर 39 विशिष्टीकरण तालिकाको प्रयोग किन गरिन्छ? विशिष्टीकरण तालिकाको प्रयोग किन गरिन्छ? शिक्षण सिकाइमा देखिएका समस्या पत्ता लगाई सुधार गर्न, गुणस्तर अभिवृद्धि गर्न, प्रश्नपत्रको निर्माण गर्न र डी माथिका सबै भने प्रश्न नम्बर 39 को सही जवाब हुन्छ सी नम्बरको विकल्प है प्रश्नपत्र निर्माण गर्न। प्रश्नपत्र निर्माण गर्नको लागि विशिष्टीकरण तालिकाको प्रयोग गरिन्छ। प्रश्न नम्बर 40 तिर लागौं। प्रश्न नम्बर 40 कार्यमूलक अनुसन्धानका चरणहरू सोधिएको छ। कार्यमूलक अनुसन्धानका चरणमा ए नम्बरको विकल्प करेक्ट रहेको छ है। प्लानिङ, एक्टिङ अथवा एक्सन, अब्जर्भेशन्स एन्ड रिफ्लेक्सन रहेको छ। कार्यमूलक अनुसन्धानका 4 वटा चरण रहेको छ। यसलाई चक्रीय योजना पनि भन्ने गरिन्छ। योजना, कार्यान्वयन, अवलोकन र प्रतिबिम्बन PAOR पियर पनि यसलाई भन्ने भनेर बुझ्ने गरिन्छ। घटना अध्ययनको मुख्य विशेषता तलका मध्ये कुन हो? घटना अध्ययनको मुख्य विशेषता प्रतिबिम्बात्मक अध्ययन, व्यक्तिक अध्ययन, तत्काल समस्या समाधानका लागि गरिने अध्ययन, परिमाणात्मक अध्ययन। घटना अध्ययन भनेको व्यक्तिक अध्ययन रहेको छ है। व्यक्तिक अध्ययन बुझ्नु होला। प्रश्न नम्बर 42 प्रमाणीकरण तालिम 2 चरणमा गरेर 30 दिन दिइन्छ भने दुवै चरणमा कार्यशालाका लागि कति दिन छुट्याइएको हुन्छ? दुवै चरणमा कार्यशालाको लागि 5 दिन, 10 दिन, 15 दिन कि 20 दिन? एकैछिन अनुमान गर्नु छ सबै सर म्याडमहरु। ओके प्रश्न नम्बर 42 को सही जवाब हुन्छ 20 दिन है। 10 दिन पहिलो चरण र 10 दिन दोस्रो चरण गरी 20 दिनको लागि छुट्याइएको हुन्छ र शिक्षक पेशागत दक्षता विकासमा टिपिटी अन्तर्गत 30 दिने तालिम हुन्छ। पहिलो चरण 15 दिन, दोस्रो चरण पनि 15 दिन। पहिलो चरण प्लस दोस्रो चरण गरेर 100 पूर्णाङ्कको हुन्छ हैन। प्रथम चरणमा के गर्नुपर्छ? सबै सर म्याडमहरुलाई रोकेर कागजमा सार्नु होला र पढ्नु होला है। ल प्रश्न नम्बर 43 शिक्षक तालिमको सक्षमता कसले निर्धारण गर्दछ? शिक्षक तालिमको समक्षता भनेको छ कसले निर्धारण गर्दछ? प्रश्न नम्बर 43। ल यो सजिलो छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले है। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक तालिमको समक्षता निर्धारण गर्ने गर्दछ। मानव स्रोत विकास केन्द्र माथिल्लो तहमा तालिमको नीति निर्माण गर्ने कार्य शिक्षा मानव स्रोत तथा विकास केन्द्रको रहेको छ। एसएसडीपी है। एसएसडीपी अनुसार विद्यालय शिक्षामा विद्यालय क्षेत्रमा आवश्यक सुधारका 5 पक्षमध्ये तलका मध्ये कुन पर्दैन? 5 पक्षमध्ये तलका मध्ये कुन पर्दैन? समता, सक्षमता, उत्थानशीलता र समन्वय। ओके समन्वय चाहिँ पर्दैन। ल मैले यहाँ त्यो अनुसार हैन एसएसडीपी हैन एसएसडीपी अनुसार विद्यालय क्षेत्रमा आवश्यक सुधारका 5 पक्षहरू यहाँ उल्लेख गरिदिएको छु। तपाईहरु हेर्नु होला। प्रश्न 45 कम्प्युटरमा हुने प्रोग्रामहरूको एकीकृत रूपलाई के भनिन्छ? कम्प्युटरमा हुने प्रोग्रामहरूको एकीकृत रूप सोधिएको छ भने सफ्टवेयर भन्ने गरिन्छ। ल प्रश्न नम्बर 46 सूचना तथा सञ्चार प्रविधि नीति 2072 को नीतिगत उद्देश्य कुन होइन? नीतिगत उद्देश्य कुन होइन भने डी नम्बरको विकल्प होइन। ल प्रश्न नम्बर 47 विद्यालयमा प्रयोग गर्ने एमई सफ्टवेयरमा कुन विषय अध्यावधि गर्ने कार्य भइरहेको छ? विद्यालय शिक्षक तलब प्रणाली, विद्यालय लेखा प्रणाली, विद्यालय सुधार तथा व्यवस्थापन प्रणाली, क र ख दुवै। प्रश्न नम्बर 47। प्रश्न नम्बर 47 को डी नम्बरको विकल्प क र ख दुवै काम चाहिँ अहिले भइरहेको छ। आईक्यूबाट प्रश्न रहेको छ तलका मध्ये समूहमा नमिल्ने छुट्याउनुहोस्। पृथ्वी, चन्द्रमा, शनि र मङ्गल भने चन्द्रमा मिल्दैन। पृथ्वी, शनि, मङ्गल चाहिँ ग्रह हो भने चन्द्रमा चाहिँ पृथ्वीको उपग्रह हो। निम्नलिखित क्रममा x राखिएको ठाउँमा के आउँछ? x राखिएको ठाउँमा के आउँछ सोधिएको छ भने x राखिएको ठाउँमा 23 हुन्छ। कसरी हुन्छ?
तपाईहरु हिसाब गर्नुहोला। सर म्याडमहरु, प्रश्न नम्बर 50 र यो प्रश्न तपाईहरुको लागि रहेको छ। रु 10 लाखमा किनेको कार रु 6 लाखमा बेच्दा कति प्रतिशत नोक्सान भयो? ए 40%, बी 50%, सी 60% र डी 70%। 10 लाखमा किन्यो 6 लाखमा बेच्यो हैन, 10 लाखमा किनेर 6 लाखमा बेच्दा कति प्रतिशत नोक्सान हुन्छ? तपाईहरु यस प्रश्नको सही जवाब कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। र यदि तपाई पनि शिक्षक सेवा आयोगद्वारा लिने अध्यापन अनुमति पत्रको 60 वटा सेटहरु पढ्न चाहनुहुन्छ भने तल देखाइएको WhatsApp नम्बर 9809192633 मा सम्पर्क गर्नुहोला।